5 हर्स पावरको फुल्ली मेड इन इन्डिया ड्युरेबल चाहिँ मसिन यो चाहिँ फलाममा रहेको छ। यसमा डबल च्याम्बर रहेका छन्। मेसिन यो डिरेक्सनमा घुम्छ भनेर भनिएको छ। यो ड्रमलाई खोल्नलाई हामीहरूले यसरी यो खोल्यौं। यो खोलिसकेपछि हामीहरूले यहाँनिर दुईवटा च्याम्बर देख्न सकिन्छ। भित्र एउटा च्याम्बर, बाहिर एउटा च्याम्बर। यो चाहिँ जाली भई, यो जाली हामीले यहाँदेखि निकाल्न र राख्न सकिन्छ। जाली भई अनि यसको चाहिँ तल पिठो थाप्ने एउटा भाँडो आउँछ जुन तपाईहरुले त्यहाँ देख्नु भएको छ। खडा मसलाहरू राख्नको लागि जुन माथिको होपर छ त्यसलाई चाहिँ हामी यहाँ लगाउँछौं। यो चाहिँ 5 हर्स पावरको 3 फेज विद्युतबाट चल्ने मसिन हो। योसँग आउने कुराहरू जाली भई 5 वटा जाली आउँछन्। यसमा 6 वटा जाली रहेको छ। अनि ब्रशहरू आउँछन्। अनि त्यसैगरी कपडा भयो। अनि त्यसैगरी मोटर स्टार्टर आउँछ। फुल्ली जेन्युनली मेड इन इन्डिया मसिन रहेको छ। त यो चाहिँ मसिन्सहरू डबल च्याम्बरमा रहेका छन्। डबल च्याम्बरमा हामीहरुसँग 5 हर्स पावरको 3 फेजमा छ, 3 एचपीमा सिंगल फेजमा, अनि त्यसैगरी 2 एचपीमा हाम्रो सिंगल फेजमा रहेको छ। तपाईको आवश्यकता अनुसार तपाईहरुले हामीहरुसँग आटा मैदाहरुको लागि यी मेसिनहरु लिन सक्नुहुन्छ। र मसलाको लागि हो भने यो साइक्लोन टाइपको पल्भराइजर लिन सक्नुहुन्छ। हामीसँग 3 एचपी को स्टेनलेस स्टीलको पल्भराइजर फुल्ली मेड इन इन्डिया। यसलाई हामीहरुले जाली चेन्ज गर्नको लागि यहाँदेखि खोल्नु पर्ने हुन्छ। यसलाई खोले पश्चात यहाँनिर हामीहरुले डबल च्याम्बर देख्न सकिन्छ। जाली इजी टु यसलाई निकाल्न अनि त्यसपछि राख्नलाई निकै सहज हुन्छ। यसको ओइरो चाहिँ हामीहरुले यहाँदेखि मिलाउन सकिन्छ। यसको पिठो राख्ने तल एउटा भाँडो आएको हुन्छ। अनि त्यसैगरी गहुँहरू भयो भने हामीहरुले यहाँ राख्न सकियो। यो माथिको होपर यो होपर हो। यदि खडा मसलाहरू जस्ता वस्तुहरू भयो भने त्यसलाई चाहिँ हामीहरुले यसलाई यहाँनिर जुन स्पेस छ यो ढक्कन निकालेर यसलाई चाहिँ यहाँ राख्न सकिन्छ। यसमा पनि हामीहरुले ओइरो अड्गल्न मिल्ने नब तपाईहरुले देख्न सक्नुहुन्छ। यसमा चाहिँ मोटर स्टार्टर आएको हुन्छ। जुन मोटर हुन्छ यसलाई स्टार्ट गर्ने मोटर स्टार्टर आएको हुन्छ। अनि मेसिनका ह्यान्डल आएका हुन्छन् 2 वटा। अनि 5 वटा जाली आएका हुन्छन् यसित। अनि त्यसैगरी मसिनका ग्रिप, मसिनका व्हील अनि डस्ट चाहिँ बाहिर नजाओस् भनेर कटनको कपडा आएको हुन्छ। योसँग यो 3 हर्स पावरको डबल च्याम्बरको स्टेनलेस स्टीलको पल्भराइजर रहेको छ। 2 एचपी को स्टेनलेस स्टीलको डबल च्याम्बरको पल्भराइजर। डबल च्याम्बर भन्नाले भित्र एउटा च्याम्बर हुन्छ अनि त्यसको बाहिर चाहिँ अर्को च्याम्बर हुन्छ। डबल च्याम्बर भयो। यो मेसिनमा जालीहरू सजिलै हामीले राख्न अनि निकाल्न सकिन्छ। यो 2 एचपी को एसएस पल्भराइजर भयो। यसित हाम्रो एउटा यो बकेट आउने गर्दछ। हामीहरुले जुन पिठोलाई चाहिँ प्रोसेस गर्छौं यो पिठो चाहिँ यहाँनिर झर्ने भयो। यसमा लगाउने कपडा आउँछ। हामीहरुले गहुँ जस्ता वस्तुहरू यहाँ राख्यौं र अरु चाहिँ खडा मसलाहरू जस्ता वस्तुहरूलाई यदि हामीले पिस्न खोज्यौं भने चाहिँ यसलाई यहाँ ढक्कनमा राखेर अनि हामीहरुले के गर्न सकियो भन्दाखेरि खडा मसलाहरू यहाँ राख्न सकियो। ढक्कन यहाँ राख्नको लागि हामीहरुले यसलाई निकाल्ने अनि यसलाई चाहिँ हामीहरुले यो भाँडालाई हामीहरुले यसरी इन्स्टल गर्न सकियो। योसँग आउने वस्तुहरू मेसिनको साइडमा लगाउने ह्यान्डल आए। यो साइडमा लगाउने ह्यान्डलहरू आउँछन्। सफा गर्ने ब्रश आयो। यसमा जाली आउँछन् 5 वटा। जाली भए साइजका मोटो मसिनो कस्तो बनाउने त्यही अनुसारको चाहिँ जालीहरू आए। एउटा यो टेढो टाइपको स्क्रू ड्राइभर आउँछ। यसैमा प्रयोग हुने। यसको मेसिन चाहिँ यतात्यता भाइब्रेसनले नचलोस् भनेर रबरका ग्रिपहरू आए। जुन कपडाको कुरा गरिएको थियो जुन पाउडर उड्छ भनेर त्यो आयो। अनि यसका व्हील मेसिनलाई एक ठाउँदेखि अर्को ठाउँ लैजानको लागि व्हील पनि आउने गर्दछन्। यो भयो 2 एचपी को स्टेनलेस स्टीलको पल्भराइजर।